हेलो वेलकम बैक टू माई यूट्यूब च्यानल। हजुरहरूलाई मेरो युट्युब च्यानलमा सबैजना स्वागत छ। आज चाहिँ हाम्रो घाँस कटाइ हुँदैछ। हामी प्रिय भान्जी अनि भान्जा अनि हामी चाहिँ यो घाँस रेडी भइसक्यो। यो चाहिँ हाम्रो जनताहरू हेर्न सक्नुहुन्छ। जनताहरूलाई राम्रोसँग कम्मर भाँची भाँची देखाइदिन्छु म। ठकाइ मारेर बसेको छ नि सबैजना। एकचोटि हाई भनिदिनु त मेरो युट्युब च्यानलको सबैजनालाई। यिनीहरूले लाज माने नि के माने नि त्यो त थाहा भएन। आफ्नो आफ्नो तालमा छन् सबै। यहाँ चाहिँ घाँस बाँड्दैछन् हाम्रो भान्जा साईबाजी हो। यदि हाम्रो भान्जा मन पर्यो भने कमेन्ट गर्नु होला। हाम्रो भान्जालाई दिने जमाई बनाउने मान्छे अनि बुहारी चाहिँ एकदम राम्रै हुन्छन् है हाम्रो भान्जीलाई। अलिकति खुट्टामा अलिकति अपाङ्ग भएको छ एक दुई दिनको लागि, केही छैन, त्यो पनि सन्चो भइहाल्छ। बुहारी चाहिएमा सम्पर्क राख्नु होला। सम्पर्क नम्बर 98 कति रे 9803 मलग्ने मेरा बाफी हो। बासै थिरे रे है। अब बाँकी के भने मैले त सुनेन, अब बुझ्नेलाई इसारा गाथ्यो। लेस्टी भान्जीलाई छिटै बर मिलोस् भन्न चाहन्छु म चाहिँ है। अरूले काम गर्छ नि, म चाहिँ अब यसको भिडियो बनाउँछु हैन। अझै छ तल घाँस? 1 2 3 4 5 6 7 8 9 10 10जनालाई हामी चाहिँ सबैजना 10जना मात्रै छन्। यो घाँस सबै बार्नुपर्छ हामीले हैन। म चाहिँ भिडियो बनाएर बस्नुपर्ने छ। अनि भान्जाले चाहिँ थोरै राखेको छैन है। भान्जाले चाहिँ धेरै राखेको छ नि, भान्जाले थोरै राखेको छ नि घाँस। नै हाम्रो भान्जा कालो भए पनि दिलवाला छन् के, अरू नभए पनि। अब फेरि एक मालो लगेर जान लाखन फेरि यति त लगो मिलाइनु बनाउँछु। हेलो अब अरू कसैको जङ्गा छैन नि। यहीँ लाग्ने यहाँ के गरे घाँसको बथानमा बोक्नु नबन्नु न तपाईँ। अरू चाहिँ हरियो घाँस लाग्ने, तपाईँ सुया घाँस लाउनुहुन्छ यहाँ स्याउल। यामा छैन, यसमा छैन, यसमा यामा हाल। यामा थोरै छ, अलिक देऊ सक्नु न। यामा क्या ल्याउँदै हुनुहुन्छ हाम्रो सासूले। तल अझै छ र? टोलीहरू घाँस लगेर घरतिर। मेरो आँसी खोइ थाहा भएन मलाई। मेरो आँसी खोइ भान्जा कच्चिरो पुग्यो त तल। हामी त यताबाट त कति 5 जना रहेछौँ नि यताबाट पनि। बल्ललाई ल्याउने बल्ललाई बल्ल पनि त हुनु पर्यो होला।
हामी मात्रै छौँ, हामी ड्युटी मात्रै जम्मै ड्युटी मात्रै जानु। अहिले आज त भएन नि आज जाने, न त लराङ लराङ ड्युटी जानु हुन्थ्यो। अब बाख्रा पुगाउनु नै क्यार्ने यो घर त अब बाख्रा पुगाउने अब चाहिँ मैले घाँस राख्नु पर्छ को लागि घाँस लिन गएकोमा छ नि पछि के गर्न छौ तिमीले पछि खेल्ने छौ हाम्रो घरको नयाँ सदस्य आज र मेरो मिनी ब्लग गर्छु अब भोलि भेटौँला बाई बाई मेरो भिडियोलाई सबैजनाले माया गरिदिनु होला लाइक सब्सक्राइब कमेन्ट गर्नु होला बाई बाई